हेलो गाइस नमस्ते जनता जान्न चाहन्छ लेट्स गो यहाँ इन्ट्रेस्टिङ के रहेछ पोलिटिकल अहिले हाम्रो इलेक्सनहरू भइरहेछ अनि ऋषि धमलाजीले पनि क्यान्डिडेसी दिनुभएको भन्ने कता होइन न्युज देखेको हो यो के नाटक हो मेरोमा पपअप भयो यो प्रोजेक्ट कुराको होइन अनि हेरौँ है के रहेछ ऋषिजीले नाटक गरेको बारेमा हो कि के हो र धमला ऋषि धमला राजनीतिमा लाग्न लागेको भन्ने पोस्ट रुटिन अफ नेपाल बन्दले हालेपछि मैले यो कमेन्ट गरेको उम्, थिएँ। ऋषि धमलाको सो बिना यो चुनाव खल्लो हुने भयो। तर म गलत थिएँ, किनभने उनले लिने चुनावी अन्तर्वार्ताले भन्दा पनि उनको भोट माग्ने तरिकाले निर्वाचनलाई झन रोमाञ्चक बनाउने सङ्केत देखिन थालिसकेको छ। जस्तो ऋषि धमलाको अँ, भोट माग्ने स्टाइलहरू हेर्नुहोस्। भोट माग्नका लागि उनी कतै उहु काट्दैछन्, उम्, कतै ट्र्याक्टर र साइकल चलाउँदैछन्, कहिले काठ काट्छन्, कहिले आफूले लगाएको माला र खादा मतदातालाई लगाउँदै अँगालो मार्छन्, कहिले वडाध्यक्षलाई जनताको समस्या समाधान गर्न भन्दै मलिलो स्वरमा अनुरोध गर्छन्। यहाँको जनता ठुलो समस्यामा छ वडाध्यक्षज्यू। म उम्, तपाईँको वडामा आएँ, जनताहरू धेरै पीडामा छन्। ऋषि कहिले धमला इमोसनल एनर्जी हुन्छन्, रुन्छन्, यतिसम्म कि अब रौतहटमै घर बनाएर यतै बस्नेसम्मको कसम खान्छन्। रौतहटबाट दिनुभएको हो हजम गर्नेछु, म यहाँ आउँछु, यहीँ बस्छु, यहीँ खान्छु। लामो समय पत्रकारिता गरेका ऋषि धमला यति बेला आम जनता पार्टीबाट रौतहट क्षेत्र नम्बर 4 को उम्मेद्वार बनेका छन्। आम जनता र पार्टी उनको हो यस्तो क्षेत्र रूप नम्बर अहिले 4 रौतहटवासीले प्रत्यक्ष देखि मात्रै रहेका छैनन्, भाइरल क्लिपहरूबाट हामी सबैले देखिरहेका छौँ। अब तपाईँलाई लाग्दो होला ऋषि धमलासँग अरू के नै अपेक्षा गर्न सकिन्छ। उनी पत्रकारिता गरिरहँदा पनि यस्तै रूपहरू देखाउने गर्थे। मान्छे मार्न पाइन्छ, मान्छे तीनटा इमोसन्स देखाएको भन्ने चलाएको थियो नि मिम मारेर शासन सत्ता चलाउँछु भन्ने असम्भव संसारमा। तर ऋषि धमलाको यस्तो भिडियो हेर्दा अचम्म नमान्नु भए हुन्छ, किनभने यो रूप धमलाले मात्र देखाउँदैनन्। निर्वाचन आउँदा हामीले कयौँ उम्मेदवारहरूबाट यस्तै खालका चटक र नौटङ्कीहरू देख्छौँ। भोट माग्ने यस्ता अजिबो गरिब तरिका देख्नु निर्वाचनको समयमा हामी सबैको रुटिन नै भइसक्छ। जस्तो अनलाइन खबरको यो समाचार हेर्नुहोस्। आजभन्दा 12 वर्ष पुरानो अर्थात् 2070 सालको निर्वाचनको समयको समाचार हो यो। दोस्रो संविधान सभाको निर्वाचनमा कञ्चनपुर क्षेत्र नम्बर 3बाट पूर्व उपसभामुख तथा नेकपा एमालेका नेता भोजराज जोशी उम्मेदवारका रूपमा उठेका थिए। भोट माग्ने क्रममा उनको समूहले एक कृषकको एक कट्टा खेतको धान नै काटिदिएका थिए। त्यो बेलामा अचम्म मान्दै उक्त किसानले अनलाइन खबरको पत्रकारसँग भनेका थिए, म खेतमा धान काट्दै थिएँ, एक्कासी 10-12 जनाको हुल आयो, नमस्कार हामी नेकपा एमालेका उम्मेदवारसहित आएका छौँ, हामी पनि तपाईँलाई धान काटेर सहयोग गर्छौँ भन्दै मेरो एक कट्ठाको धान काटिदियो। यसरी पूर्व डिआइजी नवराज सिलवाल हुन् वा काङ्ग्रेस नेता विश्वप्रकाश शर्मा। भोट माग्दा धान काट्ने चलन त पुरानै हो। अझ राजेन्द्र महतोको स्टाइलदेखि आर्जु राणाको स्टाइल पनि अलगै छ। यस्तै 2079 सालको निर्वाचनमा मेलम्ची नगरपालिकाको 10 नम्बर वडाका काङ्ग्रेस उम्मेदवारले मतदाताको खुट्टा ढोक्दै 1000 को नोट राखेका थिए। 2074 सालको निर्वाचनमा कास्की क्षेत्र नम्बर 2 को प्रदेश कबाट उम्मेदवार भएका काङ्ग्रेस नेता गुरुप्रसाद बरालले त रोबोट नै प्रयोग गरेर आफ्नो लागि भोट मागेका थिए। अब यो भिडियो हेर्नुहोस्। यसमा पनि नेकपा एमालेका कार्यकर्ताले जाँतो जाँतो पिस्न सघाउँदै भोट मागिरहेका छन्। अझ एमालेलाई भोट नदिए वृद्ध भत्ता नै खोसिनेसम्मको धम्की दिँदैछन्। हो र त्यस्तै जेनजी अगुवा भनिएका सुदन गुरुङको यो भिडियो हेर्नुहोस्। घर दैलो अभियानका क्रममा उनले भारी अँ बोकेर मतदातालाई रिजाउन खोजिरहेका छन्। दाइले 50-60 किलो बोक्नु पर्यो है। भोट माग्न ओके नेताहरू ओके केसम्म गर्दैनन् भन्ने उदाहरण हेर्न त माधव कुमार नेपाललाई हेर्न सकिन्छ। उनले गाउँमा गएर भोट माग्दै यस्तोसम्म भनेका थिए, बिना ढेउवा फ्री भिसा, फ्री टिकट। र आर्जु राणाले पनि फ्री भिजा फ्री टिकटको यसरी कुरा मात्र गरिनन्। मलेसिया जानलाई कसैले मलाई अलिकति कोटा दिन्छु भनेको छ, फ्री भिजा फ्री टिकटको। हेलिकप्टर चढेर आउन सक्ने उम्मेदवारलाई मात्र भोट दिन भनिन्। जसरी आज हामी हेलिकप्टरमा आयौँ, आजभन्दा 10-15 वर्ष अगाडि यहाँ कतिजना हेलिकप्टरमा उडेर आउन सक्ने क्षमता बनाउन सक्ने मान्छेलाई छान्नुहोस्। अनि काङ्ग्रेसको मेयर नभएको ठाउँमा बजेटै नपठाउने धम्की पनि दिइन्। जब काङ्ग्रेसको मेयरै हुन त हामी किन पैसा पठाउँछौँ? सो यो कुरालाई पनि ध्यान दिएर यो करुवा सरुवा हरुवा पार्टीहरूलाई भोट नहाल्नुहोस्। रासपाबाट उम्मेदवार माइ गॉड डिफरेन्ट तरिकाले यसरी यस्तो रहेछ भन्ने कस्तो त्यही त है ऋषि धमलाजीको मात्रै हाइलाइट्स भएर अर्कै जाने के अनि नेताहरूको त जमानादेखि त्यस्तो रहेछ नि त है या त्यसरी के भनेर आश्वासन गर्ने होइन तरिकाहरू धान काट्दैन अनि पछि चाहिँ अनि फेरि पदमा पुगेपछि केही न केही होइन ऋषि धमलाजी मात्रै त्यस्तो भन्नाले के देखियो क्या कस्तो एउटा एउटा
अरू नेताले पनि गरिरहेको चाहिँ कुराहरू पनि देखाउनु भयो जुन होइन यहाँ खुल्यो नि त एउटा छर्लङ्ग देखियो यो पहिलेदेखिको यस्तो सिस्टम भएका अमरेश कुमार सिंहले पनि बालन सरकारको सबैभन्दा शक्तिशाली मन्त्री हुने दावी गरिरहेका छन्। बालनको टिमको सबभन्दा ठुलो मन्त्री ठुलो होइन सानो मन्त्री पनि होइन सानो मन्त्रीलाई रिजार्भ बनाइदिन्छु। एमालेको सरकार आए महेश बस्नेतले पनि आफू ओली सरकारको गृहमन्त्री बन्ने भनेर दावी गरिरहेका छन्। प्रधानमन्त्री केपी ओली बनेपछि गृहमन्त्री को बन्छ भनेर सोध्नुभयो होला। There's an unconscious अनि यस्तै रुकुम पुगेर प्रचण्ड मयूर नाच्दैछन्। अनि नुवाकोट 2 मा रासपाका अच्युतम लामिछानेको शैली हेर्नुहोस्। उनी मतदाताको खुट्टा ढोक्दै यसरी भोट मागिरहेका छन्। पुरानो दलका उम्मेदवारहरू होस् वा नयाँ, 20 वर्ष पहिले वा अहिले, यसरी निर्वाचनभरि नेताहरूको विभिन्न चटक र नौटङ्की देखिने नै छ। अब चुनावभरि कहिले देखा नपर्ने नेताहरू देखिनेछन्। भए नभएको साइनो लगाउनेछन्, भोट माग्नेछन्। र यो शैली नेपाल र भारत जस्तो देशहरूमा एकदमै प्रचलित छ। जस्तो राजस्थानको एउटा कलेजको विद्यार्थी निर्वाचनमा देखिएको यो दृश्य हेर्नुहोस्। उम्मेदवारहरू सडकमा लम्पसार परेर मतदाताको खुट्टा नै समाएर भोट माग्दैछन्, जसरी ऋषि धमालाले मतदाताको हातमा चुम्बन गर्दैछन्। अब प्रश्न उठ्छ, वर्षौँसम्म एसी कोठा र महँगा गाडीमा सयर गर्ने नेताहरू चुनाव आउन साथ किन धान काट्न, भारी बोक्न र मतदाताको खुट्टा ढोक्न पुग्छन्? यसको पछाडि केही गहिरो मनोवैज्ञानिक र रणनीतिक कारणहरू छन्। एक अध्ययनको अनुसार मतदाताहरू एजेन्डाभन्दा पनि नेताहरूको उपस्थितिबाट बढी प्रभावित हुन्छन्। त्यसैगरी यो अध्ययन अनुसार दक्षिण एसिया, विशेष गरी भारत र नेपालसँग मिल्दोजुल्दो समाजमा नेताहरू कसरी युवाहरू र मतदाताको बीचमा उपस्थित भएर आफ्नो प्रभाव जमाउँछन् भन्ने कुराको विश्लेषण गरिएको छ। भोट माग्नको लागि धान काट्ने वा जनतासँगै बस्ने जस्ता कार्यहरूलाई यसले पर्फर्मेटिभ पोलिटिक्सको रूपमा व्याख्या गरेको छ। नेताहरू धान काटेर, भारी बोकेर, जेरी पकाएर वा उखु काटेर मतदाताहरूसँगको क्लास ग्याप अर्थात् वर्गीय दूरी मेटाउने कोसिस गर्छन्। चुनाव जितेर आउँछु, यही घरमा बसेर खाना खान्छु ल भन्नुस्। म तिमीहरूभन्दा फरक छैन, तिम्रो दुःखमा म पनि छु वा मलाई पनि काम गर्न आउँछ। उनीहरू यस्तै सन्देश दिन चाहन्छन्। भारतमा नरेन्द्र मोदीले झाडु लगाएको वा गङ्गामा स्नान गरेको दृश्य र नेपालमा नेताहरूले धान काटेको दृश्य एउटै रणनीति हो। द इमेज अफ कमन म्यान देखाउनेको कन्सेप्ट हो। उनीहरूलाई लाग्छ आजको जमानामा जे देखिन्छ त्यही बिक्छ। अझ ऋषि धमला जस्ता पात्रहरूलाई त राम्रोसँग थाहा छ कि एउटा लामो र गम्भीर राजनीतिक भाषणभन्दा उखु काटेको वा रोएको भिडियो छिटो भाइरल हुन्छ। यो मतदाताको दिमागमा एक प्रकारको सब्लिमिनल छाप छोड्ने डिजिटल अस्त्र हो। अनि अझ जब कुनै नेतासँग बेरोजगारी, महँगी वा भ्रष्टाचार जस्ता जटिल प्रश्नको उत्तर हुँदैन, तब उनीहरू सेन्टिमेन्टल कार्ड खेल्न थाल्छन्। खुट्टा ढोक्नु, रुनु वा आत्मदाहको कुरा गर्नु मतदाताहरूलाई भावनात्मक रूपमा कमजोर बनाउने रणनीति हो। यसले दोधारे मतदाताको मनमा बिचरा कति दुःख गरेको छ, एकपटक मौका दिउँ न त भन्ने सहानुभूति जगाउँछ। अघिपछि सुरक्षाकर्मीको घेरामा हिँड्ने र भेट्न महिनौ कुर्नुपर्ने नेताहरू चुनावमा जनताको भान्सासम्मै पुग्छन्। यसको मुख्य उद्देश्य भनेको म पहुँच बाहिरको मान्छे होइन, मलाई तिमीले सजिलै भेट्न सक्छौ भन्ने भ्रम छर्नु हो। यो काम प्रचण्डले गरिरहेको देख्न सकिन्छ। यति बेला उनी पूर्वी रुकुम पुगेर जनतासँगै मकै खाइरहेका छन्। हाम्रो नेपाली समाजमा अझै पनि नेतालाई दाता र जनतालाई माग्नेको रूपमा हेर्ने चलन छ। नेताले जनताको घरमा पुगे अनि यस्तो एक्सन कार्यहरू चाहिँ कस्तो सबै छ नि, सहरमा त गाउँ गाउँमा गर्ने रहेछ होइन। अनि त्यही त है, गाउँ गाउँमा त सोझो सोझो मान्छेहरू हुन्छ, न्युजहरू धेरै हेर्दैन। अनि यसरी सोझो जनताहरू, ओल्ड एज पिपलहरू हुन्छ प्रायः जस्तो गाउँमा, युवाहरू पनि अलिकति सोझोहरू नै हुनुहुन्छ नि गाउँतिर बस्ने होइन, त्यस्तो हुन्छ कति। अनि यसरी मन बहकाउने त्यस्तोहरू गर्ने एक्टिभिटिज पर्फर्मेटिभ पोलिटिक्स भन्दो रहेछ। ओके, कमन म्यान जस्तो देखाउनु खोज्ने होइन। सानो काम सघाउँदा मतदातालाई नैतिक बन्धनमा पार्छन्। उनीहरूले अप्रत्यक्ष रूपमा यो सन्देश दिइरहेका हुन्छन् कि मसँग शक्ति छ, तर म तिम्रो लागि झुक्न तयार छु। तर नेताहरूले के कुरा बिर्सिनु हुँदैन भने अहिलेका जनता हिजोको जस्ता छैनन्। पटक पटक एउटै नाटक हेर्दा हेर्दा अब मतदाताहरू यस्ता चुनावी सर्कसबाट थाकिसकेका छन्। हिजोका दिनमा जनताहरू पनि फेरिँदैछ नि त अब होइन, सबै टेक्नोलोजी, आधुनिक टेक्नोलोजी, मोबाइलबाट हेर्न पाइन्छ। जनताहरू बाटो भइसक्यो। सबैजनाको हातमा मोबाइल छ, न्युज हेर्न पाउँछ, थाहा हुन्छ नि त होइन। अनि यस्तो यो झन् यो प्रोजेक्ट कुरा देखाउनु भएको एकदमै योहरूले हेर्नु होला, सेयर पनि गरिदिनु होला है, राम्रो छ।
यस्तो भिडियो खिचिरहेको बेलामा यस्तो क्वेसन्सहरू गर्ने होइन अझै होइन भिडियो खिचेको भिडियोको विटनेसहरू देखाउँ होइन यस्तो यस्तो कुराहरूलाई त्यो देखिसकेका छन्। भाइरल गर्ने के देखिँदैन भोट माग्ने बेला मात्रै अब यहीको नेता त देखिँदैन हजुर त झन् परख हुनुभयो होइन हिजोका दिनमा नेताले सिद्धै धान होइन? दिएको भरमा गाउँको सबै भोट आउँथ्यो होला तर आजको स्मार्टफोन बोक्ने पुस्ताले नेताको हातमा भएको हँसियालाई मिम बनाइदिन्छन् जनताले नेताबाट चटक होइन भिजन खोजिरहेका छन् चुनाव भनेको एजेन्डा भिजन र आगामी 5 वर्षको मार्गचित्रमाथिको बहस हुनुपर्ने हो तर दुर्भाग्यवश हाम्रो निर्वाचन भिजनको लडाइँभन्दा पनि अभिनयको प्रतिस्पर्धा जस्तो बन्न थालेको छ ऋषि धमलाले उखु काट्नु वा कसैले रोबोट ल्याएर भोट माग्नु यी नाच्ने सबै रोबोट क्षणिक मनोरञ्जन मात्र हुन् बोके जस्तो मतदाताले गरिदिने बुझ्न जरुरी छ कि चुनावमा धान काट्ने Performative हातले संसदमा गएर नीति बनाउँछ कि बनाउँदैन अङ्गालो हालेर रुने नेताले भोलि जनताको समस्यामा आँसु पुज्छ कि पुज्दैन र फ्री भिजा फ्री टिकटको प्रलोभन देखाउनेहरूले देशमै रोजगारी सृजना गर्ने ल्याकत राख्छन् कि राख्दैन कुन जमानाको है कुन जमानाको बेलाको भिडियो हो नि त यो होइन त्यतिखेर यस्तो फ्री भिजा फ्री टिकट भन्दै देशमा अपर्च्युनिटीहरू छैन जानेहरू हुन्छ युवाहरू होइन कति अनि प्रलोभनहरू देखाउँदै छक्क पार्दै गाउँ गाउँतिर स्पेसली गर्नु हुँदो रहेछ नि त उहाँहरू है यसरी अनि पो त्यो ठाउँबाट उठ्ने गर्ने होइन त्यहाँबाट आउने थिएनन् कोट पाइन्ट लगाएर उखु बोक्ने ऋषि धमला हुन् वा कालो चस्मा लगाएर भारी बोक्ने सुदन गुरुङ मयूर डान्स गर्ने प्रचण्ड हुन् वा नेवारी पोसाक फेर्दै सांस्कृतिक भ्रम छरिरहेका जगदीश खरेल नै किन नहुन् किताब बेच्ने महावीर पुन हुन् के हो? पोसाक फेर्दै सांस्कृतिक भ्रम छरिरहेका जगदीश खरेल नै किन नहुन् किताब बेच्ने महावीर पुन हुन् वा दम्बको भ्यू टावरमा बसेर जेनजीलाई आतङ्कारी देख्ने केपी ओली के यिनीहरूले भोलि संसदमा गएर जनताको वास्तविक वर्गीय भारी बोक्लान् त जेनजीको माग सम्बोधन होला त जनताको वास्तविक वर्गीय समस्या महँगी बेरोजगारी र शोषणलाई सम्बोधन गर्लान् त महँगीले जनताको ढाड सेकिसकेको छ बेरोजगारीले युवालाई राजधानीको लाइनमा उभ्याएको छ र शोषणको जालो झन् कसिलो हुँदैछ यस्तो बेला रिल्समा मुस्कुराउने नेताले संसदमा पुगेपछि कसको पक्षमा कानुनमा आउँछ कर्पोरेट घरानाको कि तपाईँ हाम्रो कि अब नेपालको चुनाव मुद्दामा होइन कसको भिडियोमा कति लाइक्स आउँछ र कसले कति राम्रो ब्याकग्राउन्ड म्युजिक हाल्छ भन्नेमा सीमित भएको हो हामीले चुनेको प्रतिनिधिले संसदमा गएर नीति बनाउने हो कि रिल्स बनाउने हो यो डिजिटल कन्टेन्टको लडाई वास्तवमा पुँजीवादको नयाँ अवतार होइन र प्रश्न ती नेताहरूलाई मात्र होइन हामीलाई पनि हो हामी नेता चुन्दैछौँ कि इन्फ्लुएन्सर हामी मतदाता हौँ कि केवल फलोवर्स मात्र नेताहरूले गर्ने यस्ता चटकहरूलाई फेसबुक र टिकटकहरूमा हेरेर हाँस्नु एउटा कुरा होला तर तिनै चटकको आधारमा आफ्नो अमूल्य भोट दिनु अर्को कुरा हो निर्वाचनलाई रोमाञ्चक बनाउनु राम्रो हो तर यसलाई नौटङ्की बन्न नदिनु हामी मतदाताकै जिम्मेवारी हो त्यसैले हामीलाई 5 वर्ष मनोरञ्जन दिने कलाकार चाहिएको हो कि हाम्रो जीवनमा परिवर्तन ल्याउने प्रतिनिधि त्यसैले नेताको अभिनयलाई होइन उसको नियत र नीतिलाई हेरौँ किनभने यस्ता सिम्बोलिक कामहरूले क्षणिक चर्चा त देला तर सचेत मतदाताले अब नेताको चटक होइन चरित्र खोजिरहेका छन् अबको चुनाव केवल धान काट्ने र भारी बोक्ने प्रतिस्पर्धा होइन बरु कसले देशको समस्यालाई जरादेखि उखेल्न सक्छ भन्ने एजेन्डाको लडाइँ हुनुपर्छ तपाईँलाई चाहिँ के लाग्छ आफ्नो विचार कमेन्ट गर्नुहोस् र हामीले बनाइरहेको भिडियो र उठाइरहेको विषयवस्तु तपाईँलाई मन परिरहेको छ भने च्यानललाई सब्सक्राइब गरेर अनि छेउमा रहेको बेल आइकनलाई थिचेर रोजी कुरा परिवारमा जोडिनु होला आजलाई यति नै अर्को भिडियोमा फेरि भेटौँला यो भिडियो पुरा हेर्नु भएकोमा धन्यवाद त्यही त यो यस्तो गर्ने Never ever sue the driver who crashed into you. फेरि एड आएर त्यही त है यो पोलिटिक्समा अब गर्ने एउटा के अरे पर्फर्मेटिभ पोलिटिक्स होइन भोट आउनुभन्दा अगाडि मात्रै देखा पऱ्यो होइन क्वेसन त्यहाँ गरिदिइरहेको एकजना लेडिजहरूले भोट माग्ने बेला मात्रै आउनु त्यसपछि आउनु हुन्न कडा क्वेसन गरिदिनु भयो जनताहरू पनि पाठोहरू हुँदैछ नि त थाहा पाइरहेछ नि त होइन अब यस्तो यस्तो रहेछ भन्ने राम्रो मेसेज दिनुभएको छ यार प्रोजेक्ट कुराले होइन सब्सक्राइब धेरै मैले अगाडि गरेको योभन्दा अगाडि मैले 1-2 क्लिक गरिरहेको राम्रो लाग्यो राम्रो मेसेज दिनुहुन्छ एकदमै क्लियर जानकारी दिनुहुन्छ कि अनि यसपालि यो इलेक्सनको लागि कसरी छान्ने कस्तो हुँदो रहेछ भन्ने जसरी त्यो आउनु भयो यस्तो थाहा थिएन नि त होइन यसरी जाने अनि त्यो सोझा जनताहरूलाई मन खेलाउने फ्री भिजा फ्री टिकट मलेसियाको भिजा अनि लोकल जनताहरूसँग यस्तो मिलेको जस्तो होइन
चुनावभन्दा अगाडि। अनि त्यो सोझो जनताहरू हो होइन? गाउँ-गाउँतिर मात्रै गर्ने त्यस्तो कार्य फेरि। सहरतिर त सकिँदैन, सहरतिर त अलिकति बाठै हुन्छ होइन? अहिले चाहिँ जनताहरू फेरेको भन्ने नै भन्नुभएको छ। त्यो चाहिँ हो है, सबैजनाको हातमा मोबाइल हुन्छ, न्युजहरू हेर्न पाउँछ। त्यसमा चाहिँ यस्तो न्युजहरू चाहिँ सेयर गरिदिनु होला होइन? ताकि जनता अझै अवेर होस् होइन? जागरुक होस् होइन? राम्रो मेसेज दिनुभएको छ यार। म जस्तो युवाहरूलाई त थाहा छैन यस्तो कुराहरू होइन? उहाँले यस्तो कार्यहरू नेताहरूले गर्दो रहेछ भन्ने। गाउँतिर सोझो जनताहरूलाई भ्रम फैलाउने, केही चाहिँ काम गरे जस्तो गरिदिने होइन? यो पोलिटिक्समा त्यो फर्मेटी एक्ट यस्तो तर इन्डिया र नेपालमा मात्रै यस्तो प्राय हुन्छ भन्ने कुरा भन्नुभएको छ होइन? अरू त डेभलप कन्ट्रीमा त यस्तो त हुँदैन होला नि होइन? त्यही त सिधै काम चुज गर्छ उनीहरूको एजेन्डाहरू कस्तो एथेनिक छ त पोलिटिक्सहरू गर्छ होइन? स्पेसली नेपाल इन्डियामा चाहिँ यस्तो कार्यहरू गर्ने रहेछ। जहाँ चाहिँ उहाँहरूले मेन्सन गर्नुभएको अनुसारले एउटा अवेर गराउनु भयो कि राम्रो। प्रोजेक्ट कुरामा सब्सक्राइब गरिसकेको छु। ओके जनताहरू हेर्ने होला, सेयर पनि गरिदिनु होला होइन? अनि राम्रो टपिकमा ल्याउनु भएको छ यार जानकारी। ओके धन्यवाद फर प्रोजेक्ट कुराको लागि होइन? अनि त्यही त यसपालि यस्तै भिडियोज हेरेर आफूलाई जागरुक बनाउँदै अनि अरूलाई पनि सेयर गर्दै कसरी भोट गर्नेहरू, यस्तो नेताहरू कसरी चुज गर्ने, आफ्नो नियत र नीतिहरू मेन हेरेर असल मान्छे होइन? उनीहरूको प्रोजेक्टहरू हेरेर गर्नु होला होइन? म पनि यही मेसेज भन्न चाहन्छु। अनि त्यही त है त। थ्याङ्क यू फर एभ्रिथिङ प्रोजेक्ट कुरा यो मेसेजको लागि। अनि म पनि बिदा हुन्छु गाइज होइन? अनि अर्को रियाक्सनमा भेटौँला। प्लिज तपाईँहरूबाट नि केही रियाक्सन हेर्न चाहनुहुन्छ भने प्लिज कमेन्ट गर्नुहोला। अनि यति भन्दै बिदा हुन्छु है त गाइज। थ्याङ्क यू।